आसन्न प्रायुवो रक्षिता देवानां भद्रः सुमतिर्जुयाता देवानां सख्यमुपासे जीवासे सर्व अरिष्ट शांति भवतु। मित्रवा परस्मोतनाम मैत्रण पवित्र सरस्वी दधि सर्विस तन्नुलान नहम जिउराइदिनुस् असत राइदिनुस् डुबो राइदिनुस् जौका दाना राइदिनुस् त्यसमा चन्दन अक्षर फुल्ट्याक्क राइदिनु ओम शंखाय नमः चक्राय नमः गन्धाय नमः इदमर्कमयान धन्यवाद श्रेष्ठ अर्घ्यमि समर्पयामि ओम अच्युताय नमः ओम अच्युताय नमः ओम अच्युताय नमः त्यसरा वितमश्री भसिनी मनवेला शेष विष्णुनारो जसि विष्णवे देवता दत्त पृथ्वी ममितो मयि खस्वा मनोमे यसत्या चोबेर हात शिरमा लगाउनुस् मनोमे तर्पयत पाचम मे तर्पयत प्राणान मे तर्पयत चक्षुर मे आजको ब्राह्मणिता च जगदिताय कृष्णाय गोविन्दाय नमो नमः सकादेन गुमासिन तुलसीराम प्रमाहं तरं बातुलिलाजन प्रमाहं माया नाम्नि देव्या रीता नाम्नि देव्या हम सपरिवारको करिष्यमाणा अस्मत् पुत्र ओम माधुर प्रमणा ओम माधुर कुमारस्य उपनयन समावर्तना अधिकरणा काम काम देवतां वार्धक्यगोत्राय गणेश स्वरूपिणे तिनी पाँचवटैमा तिलाइले छोड्नुहोस् आते अपुरोषण वस्त्रस्तु रचने सका दिन गुमान सिंह तुलसीराम प्रमाण माया देवी रीता नाम्नी देवी अन्दर बहादुर धम बहादुर म अलीलाधर बहादुर ब्रह्मा हम सपरिवार घुम योजना मन्त्री सकल पापक पूर्वक उहाँले बताइले जलाटी बोलाइन्छन् तिमीले उहाँ देवायको ब्राह्मणिताय जगदिताय कृष्णाय गोविन्दाय उहाँले टिको भयो कृष्णाय एउटा याद दिनुहोस् रमेशलाई पाँचवटा भयो है नरिवल यतै माथि छन् नरिवल ओम पुण्यहं भवन्तो ब्रुवन्तु ओम पुण्यहं भवन्तो ब्रुवन्तु ओम पुण्यहं भवन्तो ब्रुवन्तु ओम ब्रह्मं पुण्यं मार्जं च सिद्धिचित्तकारकं वेदविक्षतं नित्यं पुण्यं ब्रुवन्तु मे ओम पुण्यहं पाँचवटा मरे एकैचोटि मरे अब शिर चाहिँ छैन गृण चाहिँ छ अब म कहाँ जाम भनेर रानी द्रौपदी रुनु भएको थियो त्यसै बेलामा अर्जुनले गएर पाइलो नाप्नुभयो चक्र नाप्नुभयो पाइलो नाप्नुभयो नापिसकेपछि अनि त्यसपछिबाट पक्का चक्र र पाइलाको प्रभावबाट पहिचान भयो के अहिले पनि कतै कसैको घरमा चोरी भयो भनेदेखि पहिला हात नहाल हामीले अनुसन्धान गरेपछि मात्रै जब चल्ला नत्र नचल भन्छन् नि पुलिसहरू त्यही चक्र हेर्ने र पाइला हेर्ने यसो छाँडकाँड हेर्ने हो के गर्ने पहिलाउँछ नि पहिलाउँदैन त्यो त उनीहरूकै कुरा हो हामीलाई थाहा हुँदैन तर त्यो भनेको छ यस कारणबाट चप्प गएर जब पहिला पाइलो हेर्ने चक्र हेर्ने गर्दाखेरिमा पक्का यो अश्वत्थामाजीको काम हो भनेर अश्वत्थामालाई काँड दिन्छु भनेर अर्जुनजी जान लाग्नु भएको थियो द्रौपदी रानी भन्नुहुन्छ मेरो स्वामी जान हुँदैन म त मेरा छोरा मरे भनेर रोइरहेको छु अब त्यो मेरो छोरा मार्नेवालालाई मारिसकेपछि गुरुआमा कति रुनु होला त्यसकारणले जब म त रोएँ मेरो गुरुआमालाई किन रुवाउने हो नरुवाम भन्नुभयो हेर्नुहोस् त कस्तो सदाशयता हो तर त्यो कुरा अर्जुनले आज्ञा गरी बक्स्यो म मारिदिन्छु भन्नुभएको थियो भगवान कृष्ण भन्नुहुन्छ महाराज त्यो जब अश्वत्थामा मर्दैन अश्वत्थामा मार्न सक्ने तागतै हुँदैन त्यो चिरञ्जीवी हो गद्दीवाला राजालाई व्यासमा बसेको पण्डितलाई मार्न हुँदैन ती दुईटालाई एउटा सजाय छ के सजाय चारपाटे मुडिदिइसकेपछि सबभन्दा ठुलो सजाय त्यही हुन्छ चारपाटे मुडिदियो भन्नुभयो अनि त्यसपछिबाट
शिरमा रहेको मणि पनि झिकिदिनु भयो। अर्जुन लिएर 4 पाटे मोडिदिनु भयो। 4 पाटे मोडिसकेपछि महाराज अश्वत्थामाजीको जात गयो। अगाडि त 4 पाटे मोडिएपछि जात जान्थ्यो नि, अहिले त 4 पाटे मोडेपछि जात जान्थ्यो, त्यस्तो थियो। जात थियो र पो जाने, अहिले जातै छैन, जति मोडे पनि जाने भयो पो जाने। भएको कुरा पो नोक्सान हुन्छ भने छँदै छैन, जातै छैन, कता बाहिर जाने। अहिलेको संस्कार थियो र पो संस्कार नाश हुन्छ कि भन्ने डर थियो, अहिले यार संस्कार नै छैन, अनि त कता जाने। जसरी काटे नि हुन्छ, जसरी काटे नि जब जात जाने। त्यो परारको खेलाडीले को जस्तो त्यस्तो पनि लिएर हिँडेका छन् कसैले टाउकाई अलिकति कपाल, त्यो पनि भइरहेछ। यसैले गर्दाखेरिमा अब अश्वत्थामाको शिर काटियो। अश्वत्थामाको शिर काटिसकेपछि माने अश्वत्थामाको जब 4 पाटे मोडिसकेपछि अब अश्वत्थामाले के निर्णय गर्यो भनेदेखि अब मलाई ठुलो इज्जत गयो, यसको कुलको नाश गरिदिन्छु भनिकन अब कुल नाश गर्नका लागि तयारी हुनुभयो। अब कुल नाश गर्नका लागि तयारी भइसकेपछि अन्ततो गत्वा अब कुल नाश गर्नका लागि अश्वत्थामादि गरिएका माने पञ्चपाण्डवहरू त तिनीहरू बुढा भइहाले। अब यिनीहरूबाट सन्तान पैदा हुँदैन। घटोत्कच मरिहाल्यो, बब्रुवान मरिहाल्यो, सुरथकीर्ति मरिहाल्यो, पाञ्चाल मरिहाल्यो, अभिमन्यु मरिहाल्यो। अब अभिमन्युकी पत्नी उत्तरा गर्भवती छन्, त्यो गर्भमा बाण हान्न पाएको खण्डमा यसको कुलको नाश हुन्छ भनेर हान्यो बाण। अश्वत्थामाले बाण हाने, हान्दै 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 जाँदाखेरिमा 8 पटकसम्म हाने। तर कृष्णाय वासुदेवाय देवकी नन्दनाय च नन्द गोप कुमाराय गोविन्दाय नमो नमः। हे कृष्ण, हे गोविन्द, हे मुरारी, मेरो गर्भको रक्षा गराउनुहोस्, मेरो बालकको रक्षा गराउनुहोस्, मेरो नाति नातिनाको रक्षा गराउनुहोस् प्रभु भनेर फुपूले बारम्बार अनुरोध गर्दाखेरिमा भगवान परमात्माले तत्कालै फुपूका रक्षार्थका निमित्त सुदर्शन चक्रको कवच लगाइदिनु भयो। आफ्नो भान्जी बुहारीका शरीरमा कवच लगाइदिनु भयो भगवानले। कवच भने थाहा छैन? थाहा छ? कवच भनेको दुर्गा कवच भन्छन् नि। कवच अर्गल किलका भन्छ भन्दैन, त्यसको शब्द बोल्नुपर्छ। कवच भनेको कब्जा गर्ने, भित्र रक्षा गर्ने। अर्गल भनेको त्यसलाई अझ खोल्न कसैले नसकोस् भएर आउलो लाउने। किलक भनेको किला ठोकेर अझ बन्देज गराउने। यसरी बुझ्नु। कवच अर्गल किलक भने त्यो यस्तो गराइदिनु भयो क्या। कसैले खोल्नै नसक्ने बनाएर पेटमा, कसैले हानेको बाण लाग्नै नसक्ने बनाएर राखिदिनु भयो। र अनि त्यसदेखि पछाडिबाट त्यहीबाट स्वयं भगवान परब्रह्म परमात्मा परमेश्वरले रक्षा गरेपछि अश्वत्थामालाई लाज भयो। 4 पाटे मोडिएको जब शरीर लिएर कहाँ हिँड्नु, लाज भयो अश्वत्थामालाई। त्यहाँबाट जब अब यो यसको देशमै पानी पिउन्न भनेर हस्तिनापुर छोडेर पन्जाबमा गएछन् र लो बाबु हो सिख सम्प्रदाय भन्ने एउटा खोलौँ र कपाल नकाट्ने, दारी नकाट्ने, रौँ नकाट्ने, शिखा पाल्ने, यो सम्प्रदायमा शिर नदेखाउने भएर फेता गोथेर आफ्नो चाहिँ कपाल मडी झिकिया थियो। आफ्नो चाहिँ जब यस किसिमबाट लाज मर्नुको टाउको थियो र गुरुले जे गरे चेलाले त्यही गर्नुपर्ने हुनाको कारणले अहिलेसम्मका जब पन्जाबी सरदारहरू टन्टी शिखा सम्प्रदायमा लागेका मान्छेहरू गरिबमा पनि टाउका जब देखाउनु हुँदैन भएर बसिराखेका छन्। उनै अश्वत्थामाले खोलेको सम्प्रदाय हो शिख सम्प्रदाय। सौनकादि ऋषिश्वरहरू बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर अर्जुनका प्रतिमा बडा प्रेम साथसँग भगवान कृष्णले रक्षा गर्नुभयो र त्यो अर्जुनकी बुहारी अभिमन्युकी पत्नीको उत्तराको विराट नगरमा जन्मिएकी विराट राजाकी छोरी उत्तराको गर्भको रक्षार्थ भगवान परमात्माले सुरक्षा पूर्वक आफूले कवच लगाएर सुरक्षा गराइबक्सेको छ भन्ने सम्मको कथा यस अध्यायबाट श्रीमद्भागवत महापुराणको यो कुरालाई स्वीकार गर्नुहुन्न थियो हाम्रो दाजु। आश्चर्यको छ हाम्रो दाइ। लड्ने हामी, भिड्ने हामी, सङ्ग्राम गर्ने हामी, रथीले जस नपाउने सारथीले जस पाउने, यस्तो भएको छ हाम्रो घर भन्छन् त्यो अर्जुन र भीमसेन। त्यत्रो लडाइँ भयो हाम्रो। त्यो सारथीले एउटै बाण अहिलेसम्म अर्जुन र कृष्णले हानेको छैन, उहाँको प्रतापले उहाँ नभए भनेको छ। यस्तो बैगुने भयो हाम्रो दाजु। मेरा भाइले यतिसम्म गरे, बाबु राम्रो गर्यो, जय होस् बाबा, तिमीहरूको बधाई छ, तिमीहरूलाई हार्दिकता छ, यति मात्रै नि भन्ने हुन्थ्यो, भन्दैन त्यो। उनी कृष्णले गरे भने त्यो त सारथी नै हो। त्यो ड्राइभरले कति चाहिँ भूमिका निर्वाह गर्यो होला पो भन्छन्।
त्यो भीमसेन र अर्जुन। अनि यसपछिबाट भगवानलाई साह्रै गाह्रो हो। अब यो आफ्नो कुरा आफैले गर्न हुँदैन भन्नुभयो सज्जनहरू। आफ्नो कुरा आफूले गर्न हुँदैन, मैले गरे म नभइकन भन्न हुँदैन। यसै कारणले गर्ने गराउने सारा भगवान म निमित्त हुँ भन्ने कुराको महसुस आफूमा निश्चय हुनु पर्यो। त्यसै कारणले मैले गरे भन्न थाल्यो भने जम्मा दुईजना छन्, मूर्ख र महामूर्ख संसारमा। अर्काको निन्दा गर्ने मूर्ख, आफ्नो कुरो आफैले व्याख्या गर्ने महामूर्ख भने। त्यसै कारणले आफ्नो कुरा आफैले गर्न हुँदैन, आफ्नो बढाइ आफैले गर्नु त कागै भयो नि। त्यसै कारणबाट यो महामूर्ख बन्न त कृष्ण भगवानलाई जब लायक भएन र ल एउटा आज 5 भाइ पाण्डव अब उत्तरायण सूर्य जाने बेला भयो, इच्छा मरणका भीष्मपितामह जाने बेला भयो परमधाम। ल एउटा जाम आफ्नो बाजेलाई जीवे जति भए तापनि गएर उहाँलाई सम्मान गरौँ भनेर सरसैयामा लिएर जानुभयो। इच्छा मरणका भीष्मपितामहका चरणमा गएर साराले बिन्ती गरे। 5 भाइ पाण्डव पाउमा परे। श्रीपट्टि भगवान कृष्ण बस्नुभयो। प्रभु सवारी भएको राजा युधिष्ठिरले देख्नु माने उहाँले देख्नु भएको थिएन। जब राजा भीष्मपितामहले देख्नु भएको थिएन। अनि गएर 5 भाइ पाण्डवले बिन्ती गरे, भगवान हामी ठुलो अपराधी रहेछौँ, हजुरलाई सरसैयामा सुतायौँ, गुरुलाई मार्यौँ, गुरुपुत्रलाई 4 पाटे मुड्यौँ, नाता गोता सारा भान्जा भान्जी भानी भाइ सारा मार्यौँ, यो नरकवास हाम्रो हुने भयो मेरो प्रभु, गर्ने के हो भनेर 5 भाइ पाण्डवले सोधेको खण्डमा भीष्मपितामहले के भने भनेदेखि, ए बाबु तिमीहरूले मैले गरे भने छौ, तिमीहरूले गरे होइन नि। हान्ने हनाउने, गर्ने गराउने, मर्ने मराउने यी सारा सम्पूर्ण जो जति थिए भगवान कृष्ण तिमीहरू निमित्त मात्र बाबा सभ्य साचिन्, निमित्त मात्रका हो नि बाबु भन्छन् ती श्रुतिया बुढो पनि। अनि अर्जुन र भीमसेनलाई बल्ल चित्त बुझ्यो, ओहो हाम्रो दाइ पनि त्यही कुरा गर्थ्यो, यो बुढो पनि त्यही कुरा गर्छन्, लौ हामीले मारे त होइन रहेछ गरे। भन्दा बाबा हो तिमीहरू भाग्यमानी छौ, प्रभुको परम कृपा। कृष्ण यदि त्यहाँ उपस्थित तिम्रो पक्षमा हुनुहुन्न थियो भने 18 दिन त के 18 जब घडी पनि तिमीहरू लडाइँमा टिक्न सक्दैनथ्यौ, 18 घडी पनि टिक्दैनथ्यौ। एक बाणले राजा बर्बरले भस्म खरानी बनाएर तिमीहरूलाई जान्थ्यो। मैले तिमीहरूलाई सलकै निल्थेँ बाबा, द्रोणाचार्यको शस्त्रले के हुँदो हो, वीर कर्णका गतिले के हुँदो हो, तर कृष्णको प्रतापबाट सारा लडाइँको विजय भयो। तिम्रो लडाइँ विजय कृष्ण हो, विजयको नाथ भगवान प्रभु नै हो भनेपछि अनि भीमसेन र अर्जुनको बल्ल चित्त बुझ्यो। अनि भगवान प्रभु परमात्मा तिमीहरू जब दाहिना हुनुहुन्छ ईश्वर, हामी जस्तो व्यक्ति आज परमात्माको चरणमा लडाइँ गर्न पायौँ। अहिले कहाँ हुनुहुन्छ कृष्ण प्रभुको परम धाम हुने बेला पनि भयो होला, अब मेरो पनि जाने बेला भयो, मेरो हरिलाई देख्न पाए हुन्थ्यो मात्रै के भीष्मले भन्नुभएको थियो। भक्तले खोज्यो भन्ने बुझेर प्रभु टुप्लोक अगाडि उभिदी बक्स्यो। ओहो मेरो प्रभु, हजुरलाई मैले जब ठुलो अपराध गरेँ, महाभारतमा हजुरलाई मैले बाण हाने, हजुरले म बाण चलाउन हुकुम भएको थियो, मैले हजुरलाई 1000 बाण रावणका रावण हान्दाखेरि अत्यन्त रिसाएर रथको पाङ्रो टिपेर म माथि जाइलाग्नु हो। त्यही बेलामा मैले जब विचार गरेँ कि अब हतियार उठाउन भनेको प्रभु मेरो वचन पुरा गर्न हतियार उठाइदिए बक्स्यो, मेरो इच्छा पूर्ण हो भनेर मैले हजुरका चरणमा दण्डवत प्रणाम गरेका थिएँ। भगवान दयाको सागर कृष्ण, आज हजुरसँग मैले जब यस किसिमबाट प्रतिस्पर्धा गर्ने मेरो सक्षमता कहाँ थियो, आज प्रभुबाट कृपा भयो, धन्य नारायण हरि, आज मैले दर्शन पाएँ। अब म अन्तिम गति भएको छ भनेर बिन्ती गर्नेवाला भीष्मले अब जति सक्छु म हजुरलाई हेरेर मेरो हजुरको नाम जप्छु। प्रभुदेव विष्णु विष्णु वषट्कारो भूत भव्य भवत प्रभु भन्ने प्रभुका शरीरमा हेरेर भीष्मपितामह सरसैयामा बसेर 1008 नाम जप्नु भएको थियो। सर्वापर हरणायुध, सबैको कल्याण भइहाल्यो। अब दुःख परे मात्रै मेरो राजा आउने भएपछि दुःख नै नहुने भयो, दुःख नपरे त भगवान मैले नपाउने भएँ। गुनासो गर्नु भयो फुपूले, होइन फुपू म दर्शन दिँदै गरौँला भनेर भगवान त्यहाँबाट फिर्ता भइबक्स्यो। फिर्ता भइबक्सेपछि आखिरमा फूलमालाको छल्लाबिरबाट बीच बीचमा प्रभुको सम्मान भयो। आज भगवान द्वारावती धाममा पुगेर महारानीहरूले दिएको फूलको बिलाबाट सम्मान लिएर
आनन्दको समीपमा विराजमान हुनुभएको छ सौनकादि ऋषि प्रणाली। अब तपाईँ के सुन्न चाहिबक्सन्छ भनिकन सौनकादिका उपरमा पौराणिक सूत्रले नैमी सारण्य नामको तीर्थको परम पवित्र पावन क्षेत्रमा भगवान कृष्ण सम्बन्धी कथाको वर्णन विस्तार बताउनुभयो। अब एउटा प्रकारको समस्या आयो। के समस्या आयो भनेदेखि पंच पाण्डवहरूको कुलको संहार हुन्छ कि भन्ने पंच पाण्डवलाई बडा शंका लाग्यो। पंच पाण्डवको कुलको संहार हुने कुरामा के भयो भने अरू सब मरिसकेका छन्, एउटा बाँकी छ गर्भभित्रको बालक अश्वत्थामाको जब बाणबाट 8 पटकसम्म दगल्चिएको त्यो व्यक्ति अब कसरी सुरक्षा राख्ने भन्ने बारेमा सारा रानीहरू र सारा परिवार बडो चिन्तित र दुखित हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। होइन म त त्यतिकै हो। हो यहाँ एकदम ये बुझ्नु रङ हालेको सुब्रमण्य नमस्तेस्तु महापुरुष पूर्वजः ओम सुवर्णाघर्मा स्वाहा सुवर्णार्क स्वाहा सुवर्णज्योति स्वाहा सुवर्णसूर्यः स्वाहा हरिणे नमः। हरि ओम अग्निरज्योतिरज्योतिरग्निः स्वाहा सूर्यज्योतिरज्योतिः सूर्यः स्वाहा अग्निरवरचो ज्योतिरवरचः स्वाहा सूर्यवरचो ज्योतिरवरचः स्वाहा ज्योतिः सूर्यः ज्योतिः स्वाहा। हरि ओम तत्सत हरि ओम तत्सत ओम विष्णु ओम विष्णु तो तिरुपति छुष्पत अतेहामा कौशल गोत्री शक्ति परवरिष्य शुक्ल युगांतर्गत माता निर्वाचनीय सगातेन माया नामी देव्य अहम रीता नामी देव्य अहम सपरिवार सहित हम सभ्रातृको हम मम यजमी जन्मांतरे सकल पाप अक्षय पूर्वकः मम सप्त जन्म बाल्य यौवन वार्धक्य वस्तु पातित कायिक वाचिक भाषा विभूषण पूर्वक मानते लक्ष दीप दान समस्त सकल फलभाति पूर्वक विष्णु साई समर्पणाय समर्पयिष्ये। छोडिदिनुहोस् चन्दन चढाउनुहोस् भगवानमा उठेर उहाँ गङ्गाधारा दुरा आधारका नित्यगोषाङ करिखना ईश्वरीं सर्वभूतानां तामी ओम तिलसी समदेवत गोसम जोड्ने तत्र तमदि तेज सदा पिछले तल राख अलिकता निकाल्नु छोड्नु हो तल सर राख्नु
सत्येन सह गिर्वाङ्कुराणि संरक्ष्यामि ॐ लक्ष्मीनारायणाभ्यां नमः हरते पापं बिल्वपत्रं विष्णुर्पणम् श्री सत्य लक्ष्मी चपतन्या बहुरात्रि पार्श्वे नक्षत्राणि रूपम् त्यहाँ बत्ती उठाउनु साथमा तिलानीसित कृष्णसित विपुल राज्य सुखबाट प्राप्त हे परस्मिन जन्मनी पुत्र पौत्रादि राज्य सुख भोग लाभान्तर सायुज्य मोक्ष प्राप्त एको गिर्ता पुरुषाम लक्ष्मी नारायणाभ्यां समर्पये लिएर जानुहोस् सर्वगणको संस्थाये यात्कमासानि प्रजासनि पशुसनि लोकसन्न्यावयसनि अग्निं प्रजां बहुलां मे करोतन्नं पयोरेतो अस्मासु दत्तः यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षिणं पदे पदे दत्तास्यासन्न परिधाय श्री सप्तस्वामिधा कृताः देवादित्यं तन्नान अभदनं पुरुखं पशुं गोविन्द दामोदर माधवे विक्रेतु कामाखिलकोपकन्या मुरारी पादार्पितचेत्तवेर्ते तद्वादिकं मो अवसादवोचत् गोविन्द दामोदर माधवेति ये गृहेको अपदो करुम्ब सर्वे मिलिताय समापेयं पुण्यानि नामानि पठन्ति नित्यं मधुराक्षराणि गोविन्द दामोदर माधवेति तमेव याते मम देहि जीवे गोविन्दाय नमो नमः चढाइदिनुहोस् फुल र दण्डवत गर्नुहोस् आशीर्वाद माग्नुहोस् जे कुरा इच्छा छ त्यही इच्छा कुराहरू माग्नुहोस् मनोरथ मति हाम्रो सेट को यहाँ हामीले चन्दन अक्षता फुलले पूजा गर्नुहोस् चन्दन अक्षता फुल सबै बत्तीमा तिनी सबै बत्तीमा पूजा गर्नुहोस् हरि ओम इदगो हरि भयसानी अग्निं प्रजां बहुलां मे करोतन्नासु भक्त गीतं ते पुनरीकाक्ष नमस्ते विश्वभावन सुवर्मणे नमस्तेस्तु महापुरुष पूर्वजो सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्र हरि ओम तत्सत् ओम विष्णु नमो परमात्मने प्राणपुरुषोत्तमाय पूर्वसङ्कल्पस्य राष्ट्रवाद्यः कौशल गुमान सिंह ब्रह्मा मोक्ष प्राप्ति कामा यह लोगे मानव लोग पदक सुख सम्मत प्राप्त जीव प्रजनन निवेशादि काल भाग समय व सहस्र पर्यंतम गणधरा तुला जाकांत करेशम ईश्वरीं सर्वभूतानां ताम्यो भवे श्रेमा अब तिल चढाइ प्रणय स्वाहा तिलान समेत थोरै जौ चढाउनु सब जौ चावल छोएर मात्र राख्नुहोस् त्यहाँ शालिग्राममा चावल चढाउने अब दुबो काण्डात् परिवेशकार्येण ध्रुवे पर्दनौ सहस्रेण सत्येन सह फुल बेलपत्र श्री सत्य लक्ष्मी चपतन्या बहुरात्रि पार्श्वे नक्षत्राणि माथि राख्दैन तल बिल्वपत्रान् समर्पयामि ॐ लक्ष्मीनारायणाभ्यां नमो नमः पादवन्दनम् अब यसको खोलेर चढाउनु माल्यादिनि सुगन्धिनि मातृकासिनि प्रभो पुष्पाणि प्रक्रियताम्
दर्शनीय टमाटर तल लगाइदिनुहोस् दर्शनीय टमाटर लगाएको सूर्य सुबाको संस्कृति निर्माण ज्ञान दो वस्त्रम समर्पयामि ओम लक्ष्मी नारायण ज्योति सूर्य स्वाहा अग्निरभरत ज्योतिरभरत स्वाहा सूर्य भरत ज्योतिरभरत स्वाहा ज्योति सूर्य सूर्य ज्योति सूर्य स्वाहा ओम
दिशामा मृग वाहिनीले तिरपाला जगाऊ हरि हरि वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ हरि हरि उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा 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 ठाउँ ठाउँमा देवी तिम्रै नाउँमा शङ्ख बजे 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 ठाउँ ठाउँमा हरि उत्तर दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ उत्तर दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ ईशान दिशामा सुलधारिणीले तिरपाला जगाऊ हरि हरि ईशान दिशामा सुलधारिणीले तिरपाला जगाऊ ईशान दिशाकी सुलधारिणी आकाशैमा जाऊ ईशान दिशाकी सुलधारिणी आकाशैमा जाऊ आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ हरि हरि आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ आकाशैकी ब्राह्मणी देवी पातालैमा आऊ आकाशैकी ब्राह्मणी देवी पातालैमा आऊ पातालैमा वैष्णवी देवीले तिरपाला जगाऊ हरि हरि पातालैमा वैष्णवी देवीले तिरपाला जगाऊ पातालैकी वैष्णवी देवी दसै दिशा जाऊ पातालैकी वैष्णवी देवी दसै दिशा जाऊ दसै दिशामा हरि हरि दसै दिशामा एक ठर्मा हुन्छ त्यहाँ एउटा भयो हुन्छ जान्ने कर्तव्य कसको भन्ने कुरो त आफै बुझ्नु पर्यो उसमा बहुत आधार हो अब यसमा रातो पनि चाहिन्छ त्यसमा पैसा छैन चलाउने अग्निम प्रजां बहुलाम्ने करोतन्नं पयोरेतो अस्मासु प्रतिमा सुब्रह्मण्य नमस्तेस्तु महापुरुषको गन्धाक्ष विष्मानि सर्वनेव ओम विष्णु राघमसि विष्णु ओम विष्णवे नमः र आता कुष्टेर तिलान्छ छब्नुस् निवासनीय सकादेन मायाना नित्यभ्यहं सभ्रातृकाया सपरिवार मानसिक सांसारिक पातकानां तथा भक्षे भक्षणा रवे बस्तायां ज्ञानतो बापति परिवार सपञ्चरित तथा तिग्रुकम अन्तर्दृष्टि पृथ्वीद्वारा लक्ष्य विद्यमान कल्पता सकल समस्त श्री लक्ष्मी नारायण भगवान अर्पणम अस्तु हो छोड्दिन गणेशलाई यता पठाइदिनु
अब तिज चढाइदिनुहोस् तुलसी समदे गतो गोष बोधेन मितो रे तमदि प्रच सदय पितृलो कान पिणहिन स्वाहा अब जाऊ जे बसी जेबे आस त्यही छर राखिदिनु सब जे बसी जेबे आस भनेको देवराज देवतान तर केता सन्ता लोका पितृ खराउ पनि आदो खता अष्ट गजा सुभान प्राण ते हरे दुबो सबै सब बत्ती सकाउनुहोस् त्यहीको पुष्पबाट दाइ यहाँ हाम्रो एउटा त श्रीरामको गम्छा रहसै त्यो त लिनुहोस् यहाँ अब यहाँ लाग्यो अब यहाँ रहै त्यो एउटा खबर राखिदिनुहोस् छैन छैन कपि जम्बो फलचारी वक्षम उमाकृतेन रजसावर्तमानेन विषयेन नित्यं वर्तन जहिरणेन सवितार्थन्ति लाति भवनानि वसन यो सूर्यलाई यही राखिदिनुहोस् तल राखिदिनुहोस् अब गङ्गाजीलाई देवतार्थ पितृ व्यस्तमा योगी नमः स्वाहे सदाय नित्यमे नमो नमः शिवजीलाई देखाएर राखिदिनुहोस् एउटा सरकार शिवजीलाई एउटा सरकार भगवतीलाई देखाएर राखिदिनुहोस् कृष्ण बाला वृन्दावनैमा झुमुर झुमुर कृष्ण बाला वृन्दावनैमा आउन प्यारो नन्दलाला हाम्रो मनैमा आउन प्यारो नन्दलाला हाम्रो मनैमा ठुमुक ठुमुक ब्रजबाला वृन्दावनैमा ठुमुक ठुमुक ब्रजबाला वृन्दावनैमा आउन प्यारो नन्दलाला हाम्रो मनैमा आउन प्यारो नन्दलाला हाम्रो मनैमा सरर हावा चल्यो वृन्दावनैमा सरर हावा चल्यो वृन्दावनैमा हरर कृष्णजी आउन मनैमा हरर कृष्णजी आउन मनैमा हाम्रो मन
राधासँग हाँस्यो खेल्यौ वृन्दावनैमा राधासँग हाँस्यो खेल्यौ वृन्दावनैमा आउन कृष्ण बसिदेऊ हाम्रो मनैमा आउन कृष्ण बसिदेऊ हाम्रो मनैमा सरर हावा चल्यो वृन्दावनैमा सरर हावा चल्यो वृन्दावनैमा हरर कृष्णजी आउन मनैमा हरर कृष्णजी आउन मनैमा यशोदालाई सतायौ वृन्दावनैमा यशोदालाई सतायौ वृन्दावनैमा आउन कृष्ण बसिदेऊ हाम्रो मनैमा आउन कृष्ण बसिदेऊ हाम्रो मनैमा बाल बाल सँगै खेल्यौ वृन्दावनैमा बाल बाल सँगै खेल्यौ वृन्दावनैमा आउन कृष्ण बसिदेऊ हाम्रो मनैमा आउन कृष्ण बसिदेऊ हाम्रो मनैमा सरर हावा चल्यो वृन्दावनैमा सरर हावा चल्यो वृन्दावनैमा हरर कृष्णजी आउन मनैमा हरर कृष्णजी आउन मनैमा गोपिनीलाई मोहनीलायौ वृन्दावनैमा गोपिनीलाई मोहनीलायौ वृन्दावनैमा बत्ती अर्काले अर्ने तर बेजाइ हुने यता निगन्ध पुष्पाणि क्षेत्राणि समर्पयामि ओम लक्ष्मीनारायणाय नमो नमः महालक्ष्मीभ्यो नमः पाद्यम् अर्घम् आस्मनिं पुनरात्मनिं समान्वाङ्गनं पञ्चालित शुद्धराजं समर्पयामि अष्टकलशे लक्ष्मीनारायणाय नमः महालक्ष्मीभ्यो नमः बिसाउने पहिला एउटा पर यहाँ धुपबत्ती त गर्नु पर्यो यहाँ धुपबत्ती पनि गर्नु पर्यो मध्यान्नको हरि ओम करार वृन्दन पदार वृन्दन मुखार वृन्दविन्दे शयन्तम् वटैष पत्रैष बुधे शयानं बालाकुकुन्दं मनसायस्मरम् ग्रेककामाक्षिण गोपकन्या मुरारी पादार्पित तीर्थकृते गत्यादि वाह कर्ताले सबैले गर्नु केही आदि आउँछ भन्छ उपायं भोगाय नष्टो वेन सन्दोस्तारोपायात ज्योते स्वाजरा फल फलेर चढाया सबको हराउने पनि मर्ने पनि भयो भने बेस ताहा वासन्तोस्या सीधा जङ्ग्रेष्म अब हाम्रो यो मध्याहमा कार्यकर्ताहरूले हामी सम्पूर्ण निमन्त्रणाका निम्तालुहरूलाई सबैलाई फुल प्रसादहरू नैवेद्यहरू चाहिँ खुवाउनु पर्यो चावल एक एउटा पपरिया चावल ल्याउनु सिधा बनाएर ल्याउनु भनेको खै यस्तो पवित्रम
हातमा तिरान जिउँदो एको पवित्रम इति मन्त्र होइन एको पवित्रम प्रमा पवित्रम प्रजापति पुरस्तात् आयुक्खम अग्रम प्रतिमञ्च मुद्रम एको पवित्रम बलमस्तु तेज एउटा दुईटा दाना आलु र एक महिना चामल लिएर आऊ छिटो तिम्रो काम छ अहिले अब तिमीले त पैसा भिक्षा दिने हो यता सुन तिमीले यहाँ सुन्दैन पैसा त्यो तिला निषेधसँग अब बाबुमा डोइदियो आयुष्मान बाबा भन्ने गुरुले आयुष्मान बाबा छैन त्यहाँ भित्र भिक्षा दिने मान्छेहरू सब तयार छन् त्यहाँ आमाहरूले एकछिन तेरो काम दुख्छ नि है होइन ए छ लौरो उता फाल्छ कता फाल्यो पैसा दिने आमाहरूले भिक्षा दिने हो घुमेर आउँछ घुमेर है होइन भित्र जाने उता अलग भित्र दिनु सानो अलग भित्र दिनु सानो भन नभए मनाले हाल्दै